हेलो गाइस, नमस्ते। सन्चै हुनुहुन्छ तपाईँहरू? हामी पनि सन्चै छ। के छ तपाईँतिरको हालखबर? हामीतिरको हालखबर यस्तै छ। आज चाहिँ हामी मोमो बनाउन गइरहेको छ ल गाइस, हेर्दै जानु होला। हाम्रो आज मोमोको लागि दिदीले प्याज काट्दैछ है त। मैदा नि मुछिसकेछ। हाम्रो चाहिँ आज मोमोको रेसिपी हेर्नुहोस् होला है त। साथीहरू, हाम्रो पासाङ दिदीले मोमोको लागि प्याज मसिनो काट्दैछ ल है त। मैदा मुछिसकेको छ। जतै 9-10 जनाको मोमो बनाउँदैछु है त। मोमो चाहिँ के को भने अहिले हेर्दै जानु होला है त। ल गाइस, याक होटेलको कुक हो नि त। कुक फेरि है, याक होटेलको कुक हो। हेर हाउस सुपर फास्ट हो नि त। चल त यहाँ याक होटेलको कुक नि देखाइदिउँ छैन होला साइड ल। याक होटेलको कुक है, याक होटेलको कुक। ग्रिन भ्यूको सेफ, ग्रिन भ्यूको सेफ। उहाँ चाहिँ हाम्रो ग्रिन भ्यूको हेड कुक। कति रिसाउँछ हो, कति रिसाउँछ। ग्रिन भ्यूको हेड कुक, याक होटेलको कुक, ग्रिन भ्यूको सेफ। नदेखाउँदै मेरो अनुहार त यति देखो। अलि मेकअप गरेर आउँछु भन्नु न। अलि राम्रो भएर आउँछ। गाह्रो छ, गाह्रो छ। मान्छेलाई झन् उसो त रुगाले आँसु आइरहेको छ। हाम्रो ग्रिन भ्यूको कुकले चाहिँ यति मसिनो बनाएछ कि है प्याज। ग्रिन भ्यूको कुक, याक होटेलको कुक। वाउ, रहेछ बिचरा, धोका दियो कसैले। हाई गल, हाई गल, हाई स्याबास। मागल 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 मा मा मागल। अहिले मोमो खान पाउँदैन सौदी यो चाहिँ टिकटकर है फेरि। टिकटकमा बिजी छ, टिकटकमा बिजी, टिकटकमा बिजी छ। हेलो। के भयो?
यति राति गयो रुमले हाम्रो कताको हामी रे कुन भोट गरे थोडा नि देखाउनु न हो प्योर गुरुङ नि है मोमो बनाउनेहरूको हालत छ यहाँ अब मेरो है हेलो यसरी हान्नु सुरुमा तपाईँहरूले अनि यहाँ राख्नु ल यो मोमो प्याकिङ गर्ने रेसिपी सिकाउँदैछ अनि यसो गर्नु है यसलाई यसो गर्नु अनि यसो गर्दै 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 ल हाम्रो यस्तो गरिसकेपछि रेडी हाम्रो यहाँ मासु मोमोको सुप हुँदैछ यहाँ प्याक गर्दैछ कोही पाक्दैछ यता अनि मोमो प्याक गर्नेहरूको त आँखा नै एउटा आउँदछ है हामी चाहिँ मोमो चाहिँ अब पेलिसक्यो बनाइसक्यो अब चाहिँ खाने मात्रै है त गाइस अब खाने है ल यत्रो दुःख मेहनत गरेर नि खाइसक्यो ल हाम्रो चाहिँ एउटा आँखा चाहिँ आन्दा भएको एउटा केटा नि दुःख गर्ने एक दुईजना हो खाने चाहिँ यहाँ छ है धेरै नै छ यहाँ सबभन्दा धेरै दुःख उहाँले गरेछ है भोरे पानीदेखि दुःख गरेर ल्याएको हो ल कस्तो लाग्यो मोमो दामी लाग्यो दामी कस्तो लाग्यो टोलीहरू मोमो अचार चाहिँ दामी छ बोसो हाल्नु पर्ने क्या जुसी हुन्छ नि कस्तो छ मोमो त्यो के बोसो कुखुराको छाला हाल्छ के उता पुग्दा हैन ठिकै छ अहिलेसम्म मिठै भएको छ अहिले पेट फुल भएपछि नमिठो हुन्छ